उनी चाहिँ कहाँ छिर्यो कहाँ यो भाग क्या ए जम्मै छिरेको क्या लट्ठी भाँचेर झन्डै उतार्नु भयो बाटो त यहाँ थियो नि त होइन देखि पनि यहाँ आएर भाँचेर यस्तो गरेँ कि भरे प्लाक्क भाँच्यो कि सिस्नो त झ्याप्प आएको नि रुखै रुखै भन्नु निकै रहेछ सिस्नो सबै रहेछ है हो कैसे लोग मिलते यार यार कैसे लोग मिलते ऐसे लोग ओ रास यहीँ रहेछ हौ रास्ता कहाँ है कहाँ लेकर आए सिस्नो खाली में लेकर आए और यो परिवारको रुखहरू मजा आउँछ क्या ओ राइस कस्तो भयो अरे दाइ यता हेर्नु त ओ कस्तो भयो तिमीलाई त्यहाँ सिस्नो ल्याएर पुरा सिस्नो घारीमा ल्याएको कि बा ट्रेकिङ गराउनु ल्याएको यो हाइकिङ एडभेन्चर हो यो पहिला त रिस पोख्नु ल्याएको जस्तो छ यो भनेको चाहिँ पहिला पुरानो बाटो हो कि अब मान्छेले हिँड्नु छोड्यो नि त अनि यहाँ गाउँलेले मात्रै हिँड्छ तर गाउँलेहरू पनि हिँडेर परसम्मै पुग्छ त्यो मजाको छ ठाउँ बेला बगर हिँड्नु ल्याएको जस्तो लाग्यो मलाई यहाँ मजाको लाग्यो धरानको रिस पोख्नु ल्याएको जस्तो लाग्यो ओ कची मलो सिस्नोले हात खुट्टा सबै पोलो ट्र्याप ट्र्याप हो रे ट्र्याप खै त्यहाँ हल्दिएको नि म हुन्छ मजाको सेतो फुल जङ्गली फुल एक लेयर धुलो हुन्छ कताबाट सास फेरि त्यसले पनि आयो कहाँ ल्यायो केटाले सिस्नो सिस्नो हो के भयो खुट्टा छक्कायो हातमा पोल्छ हात छक्कायो घाँटीमा पोल्छ यहाँ त नि हातले भेटिहाल्यो यहाँ होइन यो मरिचको पत्ता हो कि पानको पत्ता जस्तो जप होइन खुट्टा नभएको हाउ यु फिलिङ हो द्याट्स क्वाइट बेटर यता पनि चिलिङ उता पनि चिलिङ बट गोइङ गुड नेचर थेरापी यो लहरा पनि हेर न कस्तो बाङ्गेर राइस कस्तो भइरहेछ खतरा ठाउँ यार यो त तिलीको जाँदा पनि यस्तो हुँदैन अहिलेसम्मको एडभेन्चरमा यस्तो थिएन यार हो कस्तो अब एक्सट्रिम भइरहेछ ओ लहरा हेर्नु कस्तो खालको लहरा क्या जो अगाडि अब तरुण राइस समदनको याद आयो समदन यस्तै बाटो हुन्छ हो पाइप बोकेर राइस देखो न यहाँ सांप 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 कितना बड़ा सांप सांपे सांप काली हो क्या वन कुखुरा हो हो होइन वन कुखुरा एकछिन रेस्ट हाम्रो साथसाथै अब हामी सुन्तला खाँदैछौँ अब सुनिरहेको पानीको यो खान्छौँ
नरास हाइकिङ खाजा आज हाइकिङको पहिलो रेस्टुरेन्ट त हाम्रो मान्छे सानी खाने सुन्तला खाने रेस्ट पहिलो खाजा वा अमिलो सुन्तलामा अमिलो हुन्छ दाइको त अघि गुलिएर अमिलो सुन्तला भयो क्या त्यस्तो नदिनु नि मलाई खाएर यस्तो अमिलो क्या आफूले चाखेपछि नदिनु नि फुल जस्तोदेखि दामी देखेको है खतम रहेछ हो सिस्टरले सुन्छ जता त कताबाट आउनु यता थकाइ उता ओके भाउ यता थकाइ उता लाग्छ बाफ्रे चिरिक्क अचानक गर्छ यहाँ नि जता यता गऱ्यो उता चिरिक्क गर्छ अब कताबाट जाने बाटो यहाँ पनि छ यहाँ पनि छ नाकासुली माकासाका मेरो के पनि भएन नि यो त के भयो माकासाका नाका भयो त मोबाइल त थिएन नि मोबाइल त थिएन नि छैन यहाँ सरकारी छैन त्यो पनि भनेदेखि अघि यहाँ राखेको थिएँ मैले भनेर यो रुख फेको रहेछ यसको पत्ता मलाई खुब मन पर्यो घरमा रोप्नुको लागि त हरियो के मन पर्यो जाउँ पत्ता उडाइदियो नि है भिडियो गराएको पनि पहिलोचोटि सुन्ने ल सिस्नुको कमाल यहाँ हातमा मात्रै होइन यहाँ पनि भेटिरहेको छ मजाले यहाँ मेरो यहाँ दामी छ यहाँ हेर त ओएमजी यहाँ हेर नि तिम्रो पनि भ्याएको छ मेरो यहाँ छाती पनि भइरहेको छ मजाले दाइको त्यो फिल चाहिँ धरो आम्बो क्या डेन्जर भएछ यहाँ हट यहाँ पनि के छ सिस्नु थेरापी यो चाहिँ अब म नयाँ अब इन्भेन्ट गर्दैछु है यसलाई चाहिँ चिया बनाएर खान्छु म ए नखाऊ है अहिले होइन यो म यसलाई स्क्यान गर्नु पर्यो स्क्यान गरेर होइन त यो रुखमा भएको प्रायः खानु मिल्छ क्या जङ्गलको भुइँको चाहिँ माटोको चाहिँ मिल्दैन यो त मिल्छ म 100% स्योर हो जय शेर्पा बस ब्रो कम फास्ट भाँडाहरू चट्ट हाम्रो आजको लन्चमा ब्रेकफास्ट अन्डा हो तर बेसी नै होला जस्तो छ पानी वान सर्ट एक्सप्रेस आगो लिक्विडमा होइन यो नयाँ रहेछ भयो
हाम्रो यो म्युजिक सिस्टम ब्याग टोस्ट ल सात 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 स्लाइस गरेर है दामी हुने भयो त हौ आज अब यति चिज खाएर फेरि त गुटुङ पनि कुट्नुपर्ने हो अब अलिक अप्ठ्यारो हुँदो रहेछ तर ठिकै छ यो पत्ताको टेबल टेबल नेचुरल टेबल यस ग्यास बार्नु है अब ठिक छ ल रेडी त्यो अलिक थोरै आधी आधी यस यो लाएर यहाँ अब बेग्ला भने यस्तै भयो क्या हो यो त अलिकति आगो सानो बनाउँछ हौ देखिँदैन आगो अलिकति कम देखिरहेछ आगो आँखाले ल यो आगो ल भ हुन्छ नभए त डढिहाल्छ नि छिटो कम होइन त्यो डर केही छैन नो प्रब्लम हो ठिक छ खै अन्डा कहाँ हो त्यो प्लेट उता तयारी गरौँ है एउटा यस भएको छैन नि यहाँ रेडी गरौँ प्लेट उता प्लेट राइस त्यहाँ प्लेट छ किन यस्तो कलर भयो यो धेरै ताते भयो ओभर तातेर नि के भयो यो अलिकति यो त के भयो यो के भयो होइन के होइन यो बटर बटर लेख्या बटरमा कैफियत हो ठिक छ ठिक छ यो कैफियत हो कि हाम्रो कैफियत हो भाले राम्रो दिएन कि हो यो भालेले अन्डा पार्छ त त्यसको देपाते नहुनु न साथी हो यस्तो पल्टाएर गर्नु त कलाहरू त यस्तो पल्टाएर त्यस्तो त आउँदैन पक्न भएको छैन हो यो यसरी हो यो हातमा परेको तातो हुन्छ छैन जङ्गलमा अलिकति यस्तै हो कि अब होइन म पनि सेफ त होइन तर त्यो पकाउँछु इन्ट्रेस्ट पकाउँछु होइन पर्ने हो ए ओके गुड अघि चाहिँ बेसी ताते उ बेसी भयो उ भयो क्या ओ त पारा आयो नि त अब हो अब चाहिँ पारा आयो नि त हो अहिले त आएछ नि त पारा अहिले चाहिँ अलिकति गुड म त्यसरी फर्काइदिनु Oh yes, good, good. तेलै ल्याउनु पर्ने चाहिँ हामीले बटर चाहिँ यसको लागि नेक्स्ट टाइमलाई थाहा भयो अब बटरले काम गरिहाल्छ त्यसको भने काम त गर्छ जति यो हुन्छ नि त यो पहिले त तेरो गर्दै पर्छ नि मलाई चाहिँ भात यो फेरि यो यस्तो हुँदो रहेछ ल अब तपाईँको अनुहार तेन्जिङ तानेर ल्याइदिनु बटर तिन साल
सेफले थुक्ने चेक गर्नु पर्यो सेप त पकाउँदै द्वन्द्वले अगाइसकेको बन्दले आउँछ है थुक्ने पठाइन्छ नि त काम गर्दा यस्तो त्यो त अब थुक त अब अर्ग्यान नि दिन्छ नि तर प्यान राम्रो रहेछ यार नन स्टिकी त्यो टाँच्दैन रहेछ आफ्नो चाहिँ यहाँ झम गरिरहेको छ हातले राइस कर्नर त भोक लाग्यो जस्तो छ त 12 बजे अरे 1 बज्नेवाला भएछ नि यस्तो त रहेछ नि त ओके किन लाग्यो भनेर त घडीमा त पाउने एक भइसकेको छ नि त भोक लाग्यो हामीसँग पेपर छैन है ल बस राखौँ त यो जिउलामा म के को लागि घिउ नलाइकन गरौँ सानो आएको तारमा घिउ लाउनु पर्दैन ठिक चाहिँ अलिकति हामी चाहिँ दिने नि त राइसलाई त चाप्टा गरिदिनु होइन फेरि अर्को नेक्स्ट लट खाना भइहाल्छ हो है उता बनाएको पनि यसो होइन एउटा ल्यायो हो त्यसपछि अर्को फेरि ल्यायो म राइसलाई दिएको नि भोक लाग्यो होइन राइस खानु जङ्गलमा यस्तो मङ्गल हुन्न नि आमामा होइन अब यसले चोक सानो छ हाम्रो जङ्गलमा यस्तो मङ्गल भइरहेछ है किन हान्नु न झट्टै यो ऊ छ नि त ब्रेडवाला हो नि त यो यहाँ यस्तो छ क्या आरा जस्तो यसलाई त्यसले सबै काट्नु काट्नु त्यसले ऊ हुन्छ नि त यो ल राइस भयो प्लेट खोइ रेडी ल यो मायोनेज बेगरको स्यान्डविच है स्यान्डविच पो हो यो जङ्गलमा अब स्यान्डविचै त भयो नि यो राइस जङ्गलमा ल ब्रो थ्याङ्क यू लागि टमाटर अब हुन्छ चिज पनि पकाउनु पर्ने अब त्यो अन्डा राख्नु बिर्सेछु त हुन्छ नि अन्डै छैन अरे जङ्गलमा मङ्गल भन्यो ए जङ्गलमा जङ्गलमा मङ्गल भन्नु त जङ्गलमा आनन्दले यस्तो ठाउँ यस्तो रेस्टुरेन्ट आइटम सर्भिस हुन्छ मान्छेहरूले आफू बनाएको आफ्नै हातको चलायो ल दाइ यो चाहिँ यो चाहिँ मलाई नि हो ल यो चाहिँ मलाई नि आएछ है ल धन्यवाद त मन ल मेरो आएछ है मेरो त आयो है अगाडि मेरो लन्च हाम्रो लन्चमा चाहिँ मेरो दोकानमा अब स्यान्डविच छ आजको हाम्रो यो मिठो छ दोकानमा पास कि भोगले पास होइन मिठो छ लन्चन मिट भएको आज कस्तो लाग्यो त्यही त अलिकति हामीले मिस्टेक होइन उसलाई चाहिँ बिर्स्यौँ क्या लन्च अनि मिठो हुँदैन हो फेरि मलाई चाहिँ भएन उनी हुन्थ्यो फेरि सस नै ससै ल्याउनु पर्छ ससेस चाहिँ दामी हुन्छ लन्च अनि मिट नखान्छ तिमी पनि होला तिमी खान्छ पोक होइन राजेशले खाँदैन म त खान्छु राजेश र म नखाने रहेछ त्यो बबको अस्ति त्यो इटरदेखि के अरे भाटभोटेनदेखि लिएर आयो कि
ससियस ठिकै छ Take it. ड्याङ 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 तपाईँको लास्टमा तपाईँले चाहिँ चिसो होला कस्तो मेरो नकाट्नु हो काट्नु न सजिलो हुन्छ क्या नकाट्दाखेरि पनि हुन्छ झापा पक्रेर ड्याम ड्याम दिँदाखेरि अलिक चक्कु सानो हो कि त्यही भएर लामो स्वाट हान्दिनु यहाँ कम्प्लिट होस् न सबैको यहाँ म खिच्दैछु नि ए मेरो त फेरि उता हाँसेको भयो त उल्टो कताको भएको अरे ब्याट्री सक्यो कि What's going on? ल त्यो एकजनाको आइहाल्यो त्यो दिँदै अन्त ल्याउ न हो ओके ल ल यो चाहिँ अमल पर्छ 5वटा गरेको थियो जस्तो लाग्छ ठिक छ त नि पुग्यो त नि हामी 4जना अनि 10वटा अनि एउटा उ के उठ्यो यही छ त एउटा बिग्रेको अन्डा 1 2 3 4 5 बिग्रेको मात्र छ अर्को छैन नि त अरे एउटा अन्डा कहाँ डबल ती कहाँ डबल हाल्यो ठिक छ नो प्रब्लम हो यो झन् घिउ पर्यो यहाँ सक्यो कि क्या हो ए सकिँदैन है यतिखेर त कहाँ निकै पाक्छ नि हौ ल गाइज आज चाहिँ हाम्रो जङ्गलमा स्यान्डविच विदाउट आजको lunch। मायोनेज आजको लन्च हाम्रो यहाँ कति दिन हो न ल आगो बढाइदिएको ल मेरो फर्क ए उसको हात दामी छ दाइको अनुहारमा आउँथ्यो मुखमा ओके छ गुड Lettuce चाहिँ लाऊ है I like it. ल I like it very much. What the heck, man? यसलाई यत्तिकै? यहाँ राख्छु ल राइस ब्रो ओके के गर्नु आँटेको खानु आँटेको कि के गर्नु पर्यो अब यो मैले तताएको क्या खासै ओभर तातो भएको छ यहाँ कस्तो लागेको जान्यो दामी रेस्टुरेन्ट खोल्दा पनि हुन्छ यो चिप एन्ड बेस्ट कति इन्भेस्ट आउँछ कति खर्च राम्रै कमाइ हुन्छ जस्तो छ यतिको पकायो भने यतिको भयो भने त भयो नि पकाउनु त पकाइन्छ कि तर खाने मान्छे चाहिँ को होइन बेच्नु राख्ने नि अब कस्टमर खानु आइहाल्छ नि अब खोलेपछि देखो ना ओ राइस देखो ना देखो न गाइस देखो न ओ त्यो कोरिन्छ बिस्तारै गर्दैछु म नन स्टिक त साफ हुन्छ नि रहेछ है लिक्विडै हुँदो रहेछ अरू डस्ट हुन्थ्यो यो लिक्विडै हुँदो रहेछ एउटा कफी एउटा एक्सपेन्सिभ रहेछ 100 रुपियाँ गोटा होइन अब प्याकेजिङहरू चाहिँ एक्सपेन्सिभ होइन तर पनि 100 रुपियाँ चाहिँ अलिकति महँगै हो 100 रुपिस लिक्विड हो कि ए लिक्विड हो ब्ल्याक एन्ड व्हाइट हो कि कलर हो यो ब्ल्याक एन्ड व्हाइट हो ए मिल्क होइन अब अहिलेसम्म खाइएको छैन होइन अब खाना Let's try. के हो भनेर आज होइन त्यहाँ अस्ति हाम्रो त्यहाँ कोरियाको पनि छ क्या त्यहाँ हाम्रो पनि छ नि कोरियाको त्यहाँ पर अलि भरे तल गएर खाउँ न कोरियन पनि खानुपर्छ त्यो चाहिँ कोरियन हो चित्त बुझ्दैन कि आफूलाई ए ओके होइन के गर्दैछु त ए मन भन्दै
बास्न त मिठो आइरहेछ कस्तो हामी चाहिँ नेचरसँग रमाइरहेको छौँ होइन जस पनि ग्रिन कलर क्या हामी ओके सबै ग्रिन हो नि त्यहाँ नेचरसँग जङ्गल सफारीको लागि भनेर ग्रिनमा छ आज घाम छैन उम्ल्यो पानी यस केले उगा त्यो धारा नबन्द रहेछ है ल ओके दाइ ओके ओके सबैमा सुरु लाउनु गुड छ पहिला क्या स्मेल त राम्रै आयो त न गुड यहीँ लाउनु अति नसमाइकन क्या लाउनु यो गरेर लाउनु आँच यो त कोनिला थोरै हालिदिनु भानिला फ्लेभर हो यो खोइ के फ्लेभर छ कफी ठिकै छ यो त ठिकै हो नि तर अलिकति अमिलोपना आउँदो रहेछ है उम्, के कुनमा हो कुन फ्लेभर पऱ्यो मलाई अमिलो अमिलो छ हो अलिकति अमिलो आएको त्यो हाम्रो कोरियन नै ठिक रहेछ कोरियन भनेको त अब राम्रो खाले यो चाहिँ कहाँको हो यो चाहिँ काठमाडौँ नेपालकै हो यो काठमाडौँ छ त्यो